अब हामी हिजो हाम्रो घर आइपुग्यो होइन आज चाहिँ हामी खोला जाँदैछौँ खोइ कताको भाले भाले ओहो साँच्ची भाले पार्टी पनि बस्छ त हाम्रो चाहिँ अब दुईटा भालेमा एउटा लानेछौँ एउटा मात्रै 4 किलो जान भइसक्यो अनि मैले चाहिँ बोकेको छु ड्रोन अनि यो ड्रोन त झोलामा हाल्नु पर्थ्यो अनि हामीसँग चाहिँ माछा पनि मार्ने अनि भाले पनि खाने भन्ने प्लान भयो तर है भाले स्पन्जर चाहिँ दाइ है हाम्रो राजकुमार दाइ भाले स्पन्जर हो मान्छे त्यो अलिक ठुलो होला जस्तो कि सबै भोलि चुनावले गर्दा बाँकी एउटा चाहिँ भरेलाई एउटालाई भरे भोलि ढेँडो खानुपर्छ भोलि बिहान ढेँडोसँग स्पन्जर चाहिँ दाइ हुनुहुन्छ अनि हाम्रो मम्मीलाई नै हाम्रो भ्लगमा स्वागत छ है उहाँ चाहिँ हाम्रो विकास सरको मम्मी हुनुहुन्छ हाम्रो मम्मी भनौँ न होइन अनि उहाँ चाहिँ कान्छा जाने हो कि जाने संयोजक हाम्रो कार माछा मार्ने संयोजकै नजाने भनेर हामीलाई अल्छी लागिसक्यो जाउँ न ए हाम्रो कान्छी बहिनी हेलो भन्छ लाइटर खुकुरीहरू काट्नेहरू के बोको लाइटर त मसँग पनि थियो होला हौ झोलामा चुरोट नखाए पनि हाम्रो विकाससँग एक जमाना यत्रो नै थिएछ कान्छा जाने भयो ल कङ्ग्रेचुलेसन हात मिलाउ न त यस्तो कान्छा नजाने भनेर मलाई अल्छी लागिरहेको थियो यस्तो फरवर्ड मान्छे अनि कहाँ को स्पन्जर भालेको को स्पन्जर चाहिँ भाउजू हुनुहुन्छ होइन हजुर भालेको को स्पन्जर चाहिँ भाउजू भालेको को स्पन्सर चाहिँ ऊ होइन उहाँहरूले त यो स्पोन्सर गर्दैन उहाँले रक्सी गर्नुहुन्थ्यो रक्सी फेर्न यहाँ फेरि गर्ने एउटाले खुकुरी रममा नेक भनिदिनु सकेन जितेन भाउजूलाई त्यस्तो खुकुरी रम त के भएको भाले हाम्रो भाले के भएको खोर्सा सबै भएछ कस्तो देखेको यो विकास भएन किन मारिहाल्नु अहिले नै यो भाले अनि ऊ भालेमा हाल्ने सप र धनियाँ टिप्दैछ एउटाले अनि हामी चाहिँ भाले बोकेर खोलातिर मेरो छोरा र यो माटोको बिचको सम्बन्ध छ भाले स्पन्जर चाहिँ त है भाले स्पन्जर को स्पन्जर यता हुनुहुन्छ म त होइन हामी त स्पोन्सर चाहिँ मेरो हो कि सर सुन्नु पैसा चाहिँ भाउजूले दिने होला होइन हामी यतिले भने त भाले खाने आउने पोलेर कुखुरा भाले अगाडि ठक्कै चोरेर भागे जस्तो भालेसँग बोकायो हुन्थ्यो ल टुकु यात्रामा 3 किलो घट्नुहुन्छ भाउजू तपाईँ पनि 3 किलो कटहरको कटहर मम्मी तपाईँको भन्नु न भन्नुहुन्छ दाइलाई मेरो पनि होला अलिअलि भाइ यो भाले कहाँबाट चोरेर ल्याऊ चुनावको बेला यो कसले काटिदिएको अमिलो काटेको छ त ढालेको ल हामी चाहिँ घर भिजिट त कति वर्ष भयो दाइ छोड्नु भएको यो घर छोडेको मैले करिब अहिले 15 वर्ष भयो होला 15 वर्ष अलिअलि तर छ त हाम्रो सरसफाइ गर्दा त हुने नै सधैँसम्म अब चाहिँ घर धेरै खतम बनाइसकेछ छोडेर बरङ थियो होला होइन भर्याङ थियो यहाँबाट ए यहाँ त ढोका खुल्ला पर्छ औ यहाँ पनि रहेछ नि कहिले गफ लाग्यो आँप त फुल्नु थालेछ यहाँ आँप फुलेको आँप यसो फुल्न थालिसकेछ कटर हुने थिएछ यहाँ यस्तो यो कटर उ त्यो चाहिँ भोगाटे दाइ यो हेर्नु पल्लो यो भोगाटे कसले काटिहालेछ त यो उ भइसकेछ अब
यहाँ त यस्तो फल्छ आँप हेर्नुहोस् होइन बोट सानो छैन यहाँ अझै यहाँनिर एउटा ठुलो आँप थियो त्यो चाहिँ हामीले ढाल्यौँ पहिल्यै ढालेको अहिले भइसक्यो होला करिब 5-7 वर्ष आउँछ एकपल्ट तयारीहरूमा यति मकै फल्थ्यो होइन पहिले यहाँदेखि हाम्रो फेरि तल त्यो रुख देखिएको छ त्यो तल कटर हजुर कटर देखियो त्यो कटर पनि हाम्रो फेरि उयो कटर पनि हाम्रो त्यो कटर त्यो दुईवटा हाम्रो त्यहाँदेखि उँभो चाहिँ हाम्रो चाहिँ पुरै यहाँ चाहिँ बारी यहाँ हाम्रो चाहिँ मकै कोदो लास्टै फल्ने ठाउँ हो यो अब पारी बुइपो जान्छ क्या यो बाटो त्यहाँ तल छ बाटो त्यहाँबाट चाहिँ बुइपा जाने बाटो हो यो हाम्रो अब जे छिमेकीहरू हुनुहुन्छ उहाँहरूले अब त्यो स्टिल काम गरिरहनु भएको छ नमस्ते भाइ नमस्ते नमस्कार ठिक छ संयोजकले यतिको चाहिँ गर्नै पर्छ कार्यक्रम संयोजकले यतिको भाडा चाहिँ बोक्नै पर्छ नमस्ते कहिले आउनु भएको म अस्तिको दिन आएको थिएँ बहिनीहरू जानुभयो गएको छैन हिँड्नु सक्दैन र भने भइहाल्छ जानु पर्थ्यो नि जानु त पर्ने हिँड्नु सक्दैन त्यो अस्ति नै लडेर यहाँको पछाडिको हड्डी क्र्याक भएर लाखा लड्नुभयो धरानमै त्यो सिँढीमा भाइ संयोजक कमजोरी भयो संयोजकको कमजोरी हो यो भइहाल्छ नि भन्ने संयोजकले गल्ती गरेको पहिले त बुझ गर्नुभएको तपाईँलाई यति पो रहेछ नि कसले माछा पक्रियो अनि माछा पक्रिने कान्छाले खुकुरी बोकेन खुकुरी एउटा बोकेर ल जाउँ मेरो शर्त पुरा गर्नलाई माछा मार्ने मान्छे खोज्नु आयो भाइलाई केटाले हाम्रो टोली चाहिँ फाइनल्ली माछा पक्रिने ठाउँमा आइसक्यो अनि यो त्यसरी त पर्छ र त्यसरी त माछा मारिन्छ यसरी पो माछा पक्रिनु खोलामा पिकनिक मात्र खाइएला जस्तो छ त अझै माथि अरे दाइ खोलामा पिकनिक मात्र होला जस्तो छ नि भाइ यो चाहिँ माछा मार्ने उपाय होइन क्या भ्यागुता पक्रिने उपाय हो कहाँ आउँछ त ल म चाहिँ दर्शक म खतरा काम गरिरहेको छु भिडियो खिचेर पर्छ है कार्यक्रम संयोजकले भनेको चाहिँ मान्नु पर्यो भालेलाई पानी खुवाउँ न मर्ने बेलामा भए पनि त्यो तिर खाएर त्यसरी त कहाँ खान्छ त तल आधीले खोल्दै गरौँ एकपट्टि पनि बन्द हुन्छ ल फेरि लोकेसन सिफ्टिङ भयो हाम्रो चाहिँ नत्र पुसाइको बुई चढी जाने हो जम्मै दरो पनि हुनुहुन्छ भाले हामी बोकिहाल्छौँ लु पुसाइले खै यहाँ हो छनीमै तर अलिक नसक्ला जस्तो लाग्यो मलाई कुदाल्नु मैले आएँ कुदाल्नु पनि हामीले सुरुमा चाहिँ पानी सारेर बस्छ भरे पानी काटेपछि त यो त पानी बनाउँछ क्या सानो बालो हुन्छ माछा निकाल्ने तागत चाहिँ यहाँ छ है तागतको स्रोत केन्द्र स्पोन्सर चाहिँ तपाईँ हो नि त ठुलो रहेछ नि त डेन्जर रहेछ हो पनि माछा खालास मलाई खुवाएर भन्दैछ आज हामी दिखुवा खोलामा माछा मार्ने कार्यक्रम अन्तर्गत हामी यहाँ आइरहेका छौँ अब चाहिँ केरेमा कान्छाले दिखुवा खोलाकोमा आज
यहाँ दुवाली मार्ने कार्यक्रम भइरहेछ। अब यसलाई पनि गरौँ न। होइन त्यसलाई नलागु होइन बगाइहाल्छ नि होइन भरे भरे यो मात्रै हो यो छोडिदिनु यसले नि पुरै गरिदिनु हाम्रो चाहिँ लास्टमा चाहिँ ज्वाइँ साहब हुनुहुन्छ माछा मार्ने काममा एकदम तकडा। हामीलाई मजा भइरहेछ। विकास के भइरहेछ त ठिक छ? एकदम ठिक छ माछा भने अब अहिले त भन्न सकिनँ भरे देखाउँछ भिडियोमा ल गाइजहरू अब चाहिँ कार्यक्रम सफल हुँदैछ। अनि म चाहिँ काम गरी खतरा भिडियो खिचेर ल अब हाम्रो आज चाहिँ मुना आज तिते बनाउने काममा छ। पूर्वेलीहरू कुखुरा पोल्नुमा माहिर हुनुहुन्छ। ल यही ठिक हुन्छ। म्याम निस्की भनेको अब बाहिर टक्क हाम्रो चाहिँ काँचै छ है। एकदमै दामी यो टेक्निक मलाई ठिक लाग्यो नि। पातलो भयो कि आन्द्रा पकाउने नयाँ तरिका। माछा त छ क्या हो साँच्चै। यो पोखरीमा चाहिँ हामीले माछा मार्ने हो है। हजुर मार्ने हो माछा चाहिँ तर कसरी मर्छ भन्ने चाहिँ अहिलेसम्म थाहा छैन। ए ढुङ्गा उचाल्नेलाई गाउँको अर्गानिक होइन। ठिक छ लोकल एकदम प्योर यो चाहिँ माछा टक्क माछा चाहिँ यताबाट त माछा रहेछ। पौडी खेलेरै पक्रिने भयो अनि कहाँ डुब्नु त्यो माछा पक्रिनु गएको। लास्टमा गएँ त यो चाहिँ पिकनिक चल्न थालेछ है। हजुर पिकनिक राम्रो छ। हाम्रो नाताहरूसँग रमाइलो छ हजुर। हाम्रो बिगा खोला खोटाङको बिगा खोला भन्ने चाहिँ तर यो चाहिँ डेन्जर भएछ नि थाहा। हजुर एकदम यहाँनिर माछासँग दाइलाई पनि स्वागत छ। सिङ्गै नभए चाहिँ पनि लुगा खोलेर बस्ने चाहिँ विकाससँग मेरो छैन त। विकास अब है अब विकास लु पिकनिक खाना आइयो, पिकनिक खाइयो, गइयो। धन्यवाद।
हानौँ न साथी सबै लुकाएर ड्रोन फोटो खिच्ने भने अनि टक्क गरेर अपलोड गरिहाल्ने असफल तर हामी फेरि आउँदैछौँ है मचा यो अलिकति गाह्रो भएको छ हामीलाई पर्सि आएर यसलाई कम्तीमा पनि यहाँ 3 केजी माछा निकालेर हामी लानेछौँ यो आगो तापेर आज यस्तो छ है आज फेरि यस्तो हुन्छ क्या मासु ल्याएपछि अल्छी पनि लाग्छ एक त मासु नजिकको आउँछ क्या यस्तो अनि यस्तो छ रमाइलो छ ल खाऊ है साथी भान्से यता दाइ हुनुहुन्छ बहिनी आज पुरा आज भान्सेमा चाहिँ पुरा उसलाई अवार्ड दिने बारेमा उसलाई दिनुपर्छ आज चाहिँ यहाँको यो लिनुहोस् हजुर ऊ यता जान दिनु त युनिसरलाई अब चाहिँ कार्यक्रम समापन भएको घोषणा संयोजकज्यूले गर्नुहुन्छ आजको कार्यक्रम यसलाई नै समापन गर्नुपर्छ यो पिकनिकको कार्यक्रमको आजको दिनमा है प्रमुख अतिथि चाहिँ जय पाउनु हो नि त जय भनेको त होइन ल ओके गाइस हाम्रो चाहिँ भ्लग पनि यही समाप्त हुन्छ आजको चाहिँ फेरि यही खोलामा यही दहमा पर्सि आउनेवाला प्लान भइसक्यो के छ संयोजकको दाजु सभापतिज्यूको विश्वास भयो अरे स्वाद आएन अरे तेरि नपटा ओके भाइ 3 केजी माछा चाहिँ मारिएको छ है भरे म भोलि पर्सि देखाउँछु थम्बनेलमा